आज रामेन च्यालेन्ज खेल्दै रे भाइ हारेर पनिसमेन्ट पायो। रातो खुर्सानी खाएपछि यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिएन। भाइले अचम्म गरौँ। सबैजनालाई नमस्कार, म विशाल है त। आज चाहिँ हामी खेल्नेवाला छौँ रामेन च्यालेन्ज। ढिला नगरिकन बहिनीलाई दोकानतिर पनि पठाइदिन्छु। बहिनीले दोकानमा गएर छेउछेउ पनि लिएर आउँछ। अनि यो च्यालेन्ज हार्नेले चाहिँ पनिसमेन्ट स्वरूप रातो खुर्सानी छ है, जित्नेले चाहिँ पैसा। भाइ चाहिँ यही मसित च्यालेन्ज खेल्ने। अनि अघिनमा ट्याक्का पानी पिनी बसाल्थे, एकछिनपछि पानी उमिन्छ र ट्याक्का नोडल पनि हाल्दे। अनि तपाईँले चाहिँ यो च्यालेन्ज कसले जित्ला जस्तो लाग्छ? म जित्छु कि भाइले जित्छ? त भिडियोमै थाहा हुन्छ नि हेरिसकेपछि होइन। ट्याक्का दुईटा थालमा पनि हाल्छु नोडल मैले। अब हाम्रो च्यालेन्ज पनि सुरु हुन्छ। रफ्तारमा केटाले पनि खान त तले खाथ्यो सुरुमा त। मलाई पनि गाह्रो गाह्रो भएको थियो खानालाई। के गर्नु त, खाना त पर फेरि पैसा परेको हो नि त। जित्न त जसले जित्ने भयो नि, तर मजा चाहिँ मजा आउँछ कि फेरि भाइहरूसँग गेम खेल्नको लागि। आहा मैले जितेर फर्स्ट त फेरि म हिजो भएँ। अब भाइले खान्छ खुर्सानी। नितेश भाइले सुरुमा त फेरि मलाई गफ हानिरहेको थियो। यस्तो त कति खाएँ भनिरहेको थियो। एकछिनपछि त हेर्नु साथीहरू त आँसु निकालेर अब उफ्न पो लाग्यो त। तर कसम साथीहरू गफ हानेको चाहिँ होइन है, रातो खुर्सानी हो। लास्टै पिरो थियो। हेर्नु न कस्तो दिइरहेको छ केटोले। यति मात्र कहाँबाट भने फेरि हेर्नु न पानी पनि हालेको छ। ए भगवान्ले त उडा हाले जस्तो छ त साथीहरू। के गर्नु, म फेरि त आफ्नो ताल नाचिरहेको छु जितेको मान्छे। हजुरले कस्तो लाग्यो कमेन्ट गर्नु है त। राधे राधे बाई।